हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि म चाहिँ अहिले बिहानै उठेँ, मलाई अङ्कलले उठाउनु भयो। अनि रासोपाले जित भने चाहिँ 10 किलो लड्डु चढाउँछु भन्दै हुनुहुन्थ्यो, त्यही भएर अहिले चाहिँ हामी लड्डु लिन हिँडेको। अनि हामी अब चाहिँ लड्डु लिन जान्छौँ, तपाईँहरू ब्लग हेर्दै गर्नु होला। गाइज अहिले चाहिँ हामी जाँदैछौँ कङ्काली मन्दिर 10 किलो लड्डु लिनलाई। अब अगाडिको दृश्य अगाडि नै देखाइदिउँला, अहिले चाहिँ बाइकबाट मिल्दैन। ल गाइज अहिले चाहिँ हामी बर्मजी आइसक्यौँ, ठ्याक्कै बर्मजी आइपुग्यौँ। अनि हामी चाहिँ अब जाँदैछौँ कङ्काली मन्दिर, हेर्दै गर्नु होला। यो फिल्ड त मैले कहीँ देखेँ Hey, I've seen this one. This is a classic. मैले देखेँ जस्तो लाग्छ यो फिल्डको। फेरि पनि गोल हुने सम्भावना वडा नम्बर 12 का खेलाडी निकै नै राम्रो पास। मनिष लामे छाने बाइसाइकल किक गोल। मनिष लामे छाने बाइसाइकल गोल। बवाल गोल हाल्यो यार मनिष भाइले यार। मनिष ना निकै नै राम्रो मनिष लामे छाने बाइक बवाल गोल हाल्यो मनिष भाइले त। गाइज अब हामी चाहिँ कङ्काली मन्दिर आउन लागिसक्यौँ। अनि अङ्कलले चाहिँ भाकल गर्नुभएको थियो, घन्टीले जित भने 10 केजी लड्डु चढाउँछु भनेर। त्यही घन्टीले जितेको खुसियालीमा हामी चाहिँ लड्डु लिन जाँदैछौँ। हेर्दै गर्नु होला लड्डु किनेको भ्लग, लड्डु बाँडेको भ्लग, लड्डु चढाएको भ्लग। ए ल ल ल 10 किलो लड्डु हस्तान्तरण हुँदैछ। बिग्रिँदैन, 15 दिन राख्नु झोलै सानो भएछ। 10 किलो लड्डु बोक्नै नसक्ने गरी लिनुभयो लड्डु पनि। हजुर यो कहाँ राख्ने त? गाइज मेरो अङ्कलले चाहिँ 10 किलो लड्डु लिइसक्नु भएको छ। उहाँले चाहिँ बोलेको एकदमै पुरा गर्नुहुन्छ, आज मात्र होइन सधैँ नै, किनकि उहाँ मिस्टर मनिष लामिछानेजीको अङ्कल हुनुहुन्छ। त्यही भएर उहाँले चाहिँ लिइसक्नुभयो 10 किलो लड्डु। अब चाहिँ माला लिन जानुभएको छ। अनि हामी त्यसपछि चाहिँ घरतिर लाग्छौँ। ल गाइज हेर्दै गर्नु होला। ल गाइज माला पनि ल्याइसक्नु भएको छ। कुन हुन्छ गाइज अब चाहिँ हामी कङ्काली मन्दिरबाट पनि लाग्यो घरतर्फ, र अब चाहिँ हामी घरतिर जाँदैछौँ 10 किलो लड्डु लिएर। लड्डु उयो गरेको पनि हेर्नु होला गाइज। गाइज हेर्न सक्नुहुन्छ यहाँ लड्डु पुरै चढाइसक्नुभयो पञ्चकन्या मन्दिरमा। भाकल चाहिँ पुरा गर्नुभएको छ 10 किलो लड्डुको। यहाँ चाहिँ लड्डुहरू छन्, यहाँ चढाइसक्नु भएको छ 10 किलो लड्डु। यहाँ हेर्न सक्नुहुन्छ टक्कसँग। लागि यति नै, हेर्दै गर्नु होला मेरो ब्लग छोटो मिठो। बाई बाई।